दाइ के छ आज मेनुमा हौ दाइ यता अन्त के छ आज मेनुमा के हो यो बब के हो यो आम्मामामामामा यो यता सुँगुर के हो यो खसी हो सुँगुर भयो अनि यता पनि छ त दाइ यिनीहरूको यो चाहिँ के हो बब हाम्रो दाइले बनाएको कुक फेरि माया कसम होटल पनि फ्लप खान्छ यस्तो मिठो बनाएको छ नि दाइले हेर्दै खाउँ खाउँ लगे यारमा आम्मामामा सुँगुरको मासुमा पल्किने तरुनीतिरै ढल्किने आम्मामामामा के छ ग्रेनेडहरू के हाल्नु भएको छ हौ दाइ तपाईँले आम्मामा साग 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 अब यो डालेंगे इसको किसको सागको इसको डाल देंगे यहाँ पे लगाइस तपाईँले हेर्दै हुन्छ यो सुँगुरको मासुमा चाहिँ अब हामीले अहिले साग हालेर चाहिँ यसलाई एकदम तरिकाले लोकल रायोको साग हालेर चाहिँ यसलाई एकदम मिक्स गर्ने गरिरहेको छौँ होइन त्यसपछि यता हाम्रो यहाँ बनिरहेको छ हाम्रो यहाँ यतापट्टि छ सुँगुर नखानलाई चिकनको मासु पनि यहाँ बनाइरहेको छौँ अब यहाँ ट्याक्कसँग रायोको सागलाई एड गरिसकेपछि यसमा के नुन सुन सबै हालिसक्यो दाइ तयार हुन बाँकी छ होइन थोरै अब एकछिन मात्रै हो 5 मिनटमा ल तपाईँले हेर्दै हुन्छ कति मजाले मिक्स गर्दै हुन्छ हाम्रो दाइले होइन सुँगुरको मासुसँग ट्याक्कसँग लगाएर रायोको लोकल रायोको साग अनि हाम्रो यो चुलोमा आगोमा ट्याक्क बालेर वाउ यम्मी मिक्स हुँदैछ आम्मामामामामामा हेर्दै खाउँ खाउँ लाग्यो हो दाइ यार यम्मी अरे ल दाइ सानो ल